शेयर बजारको कुरा सुन्दा कहिलेकाहीँ एकदमै जटिल र गाह्रो विषय जस्तो लाग्न सक्छ, होइन र? तर यसको भित्री कुरा बुझ्दै जाँदा यो त्यति नै रोचक र सरल पनि छ। आजको यो सामग्रीमा हामी शेयर बजार भनेको के हो भनेर एकदमै जगदेखि नै सबै कुरा बुझ्नेछौँ। खास गरी आर्थिक विषयहरूमा बिल्कुलै नयाँ हुने जो कोहीलाई पनि सजिलै बुझिने गरी आजको यो प्रस्तुति तयार पारिएको छ। अब विचार गरौँ त, हामीमध्ये धेरैको बानी के हुन्छ भने दुःख गरेर जोगाएको पैसा ब्याङ्कमा लगेर जम्मा गर्ने अनि वर्षको त्यस्तै करिब 7% जति साधारण ब्याज आयो भने त्यसैमा मक्ख पर्ने। यो सुरक्षित त पक्कै छ, तर बजारमा महँगी कसरी बढिरहेको छ भनेर एकछिन सोचौँ त। एउटा सामान्य चियाको कपको भाउ नै त्यो 7% भन्दा निकै छिटो बढिरहेको हुन्छ। अनि के हाम्रो परम्परागत बचतले मात्रै भविष्यका ठूला सपनाहरू र आवश्यकताहरू पूरा गर्न सम्भव होला त? यसै सन्दर्भमा एउटा गजबको तथ्याङ्क हेरौँ। अहिले नेपालमै झन्डै 5 लाखभन्दा बढी मानिसहरूले अझ राम्रो प्रतिफलको आशमा नेप्से यानि कि नेप्से मार्फत सक्रिय रूपमा लगानी गरिरहेका छन्। यसको सिधा अर्थ के हो भने धेरै मानिसहरूले अब परम्परागत बचतले मात्र पुग्दैन भन्ने कुरा बुझिसकेका छन् र आफ्नो पुँजीलाई बढाउन नयाँ अवसरहरूको खोजी गर्दैछन्। यो आर्थिक बजारले कसरी काम गर्छ भनेर बुझ्न आज हामी यी 5 मुख्य विषयवस्तुहरूमा छलफल गर्नेछौँ। सुरुमा 7% को सीमितता, त्यसपछि चिया पसलको एउटा रमाइलो उदाहरण, नेप्से भनेको के हो, शेयरको भाउ किन तलमाथि हुन्छ र अन्त्यमा यसभित्र कस्ता कम्पनीहरू हुन्छन् भनेर सिलसिलेवार रूपमा हेर्नेछौँ। ल त, सबैभन्दा पहिलो विषयबाटै सुरु गरौँ, 7% को समस्या। पैसा जम्मा गर्ने जो कोहीको मनमा उब्जिने सबैभन्दा ठूलो प्रश्न नै यही हो। के ब्याङ्कले दिने त्यो साधारण ब्याजले मात्र हाम्रो भविष्यको आर्थिक लक्ष्य पूरा गर्न सक्छ त? वा शेयर बजार जस्ता विकल्पहरूले अझ राम्रो आर्थिक भविष्य निर्माण गर्न मद्दत गर्न सक्छन्? हो, ठ्याक्कै यही प्रश्नको उत्तर खोज्ने क्रममा नै धेरै मानिसहरूले शेयर बजारको यात्रा सुरु गर्ने गर्दछन्। अब यो शेयर भनेको के हो त? यसलाई एउटा सानो चिया पसलको उदाहरणबाट बुझ्ने कोसिस गरौँ। मानौ एउटा साथीको चिया पसल एकदमै गजबले चलिरहेको छ। व्यापार यति राम्रो छ कि अब अर्को ठाउँमा पनि नयाँ शाखा खोल्ने योजना छ। तर समस्या के भन्दा पर्याप्त पैसा छैन। यस्तो अवस्थामा यदि कुनै लगानीकर्ताले त्यो पसल विस्तार गर्न 10,000 रुपियाँ दियो भने त्यसको बदलामा उसले व्यवसायको 10% हिस्सा प्राप्त गर्छ। यसको अर्थ अब त्यो चिया पसलले भविष्यमा जति पनि नाफा कमाउँछ नि त्यसको 10% सोझै त्यो लगानी गर्ने व्यक्तिको हुन्छ। यो उदाहरणले शेयर बजारको चुरो कुरोलाई एकदमै उत्कृष्ट रूपमा स्पष्ट पार्छ। स्थानीय चिया पसलमा 10% को हिस्सेदार हुनु र कुनै विशाल कम्पनीमा शेयर हुनु भनेको आधारभूत रूपमा एउटै कुरा हो। शेयर किन्नु भनेकै त्यो कम्पनीको सानो हिस्सेदार वा मालिक बन्नु हो। फरक यति मात्रै हो कि चिया पसलको सट्टा यहाँ एकदमै ठूला कर्पोरेट व्यवसायहरू हुन्छन्। अब लागौँ तेस्रो विषयतिर। यी ठूला कम्पनीहरूको शेयर चाहिँ कहाँ किनबेच हुन्छ त? नेप्सेको कुरा गरौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो नेप्से, जसलाई नेपाल स्टक एक्सचेन्ज भनिन्छ, त्यो अरू केही नभएर एउटा बजार मात्रै हो। जसरी हामी तरकारी किन्नलाई स्थानीय तरकारी मण्डीमा जान्छौँ नि, ठ्याक्कै त्यस्तै कम्पनीका शेयरहरू किन्ने र बेच्ने आधिकारिक र केन्द्रीय बजारलाई नै नेप्से भनिन्छ। यहाँ गएर जो कोहीले पनि कम्पनीको हिस्सेदारी किन्न र बेच्न सक्छन्। अब अर्को रमाइलो कुरा हेरौँ। यस बजारमा शेयरको मूल्य किन सधैँ एउटै हुँदैन? किन घटबड भइरहन्छ त? मानौ आज कुनै कम्पनीको शेयरको मूल्य 100 रुपियाँ छ। समय बित्दै जाँदा यदि त्यो कम्पनीले आफ्नो जलविद्युत आयोजना एकदमै सफलतापूर्वक सम्पन्न गर्यो भने के हुन्छ? मानिसहरूले यसलाई बलियो र राम्रो कम्पनीको रूपमा हेर्न थाल्छन्। बजारमा यसको माग वात्तै बढ्छ। जब धेरै मानिसले त्यो एउटै शेयर किन्न तछाडमछाड गर्छन् तब त्यसको प्रत्यक्ष असर मूल्यमा पर्छ र त्यो 100 रुपियाँको शेयर बढेर 150 रुपियाँसम्म पुग्न सक्छ। तर सधैँ यस्तो राम्रो मात्रै कहाँ हुन्छ र? कहिलेकाहीँ यसको ठिक उल्टो पनि हुन सक्छ। यदि कुनै कम्पनीले नोक्सान व्यहोरेको रिपोर्ट सार्वजनिक गर्यो भने लगानी गर्नेहरू आत्तिन थाल्छन्, सबैलाई हतार हुन्छ र आफ्नो शेयर बेच्न थाल्छन्। बजारमा किन्ने मान्छेभन्दा बेच्ने मान्छे धेरै भएपछि, अर्थात् शेयरको आपूर्ति बढेपछि सामान्य गणितीय कारण र प्रभावले गर्दा शेयरको मूल्य तल झर्छ। यो पूर्णतया मानिसहरूको माग र आपूर्तिको प्राकृतिक नियममा आधारित छ। अब अन्तिम खण्डमा हेरौँ। यो नेप्सेभित्र साँच्चै कस्ता कम्पनीहरू हुन्छन् त? नेप्सेमा कुनै एउटा मात्र क्षेत्रको कम्पनी हुँदैन।
यहाँ त थुप्रै विकल्पहरू छन्। जलविद्युत कम्पनीदेखि लिएर ब्याङ्किङ तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीहरू, विभिन्न उत्पादन गर्ने उद्योगहरू र होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू पनि यहाँ सूचीकृत छन्। यसको ठूलो फाइदा के हो भने हामीले आफ्नो पुँजीलाई कुनै एउटा मात्र क्षेत्रमा जोखिममा नराखी विभिन्न क्षेत्रमा बाँडेर लगानी गर्ने प्रशस्त अवसरहरू पाउँछौँ। आजको यो सामग्रीको मुख्य कुरालाई सरसर्ती भन्नुपर्दा शेयर बजार भनेको एउटा खुल्ला मण्डी हो जहाँ शेयर किन्न बेच हुन्छ। शेयर किन्नु भनेको कुनै पनि कम्पनीको स्वामित्वको सानो अंश लिनु हो। शेयरको मूल्य पूर्ण रूपमा मानिसहरूको माग र बजारको आपूर्तिमा निर्भर गर्दै तलमाथि हुन्छ। अनि नेप्से भनेको नेपालको त्यो राष्ट्रिय केन्द्र हो जहाँ यी सम्पूर्ण आर्थिक गतिविधिहरू सञ्चालन हुन्छन्। अन्त्यमा एउटा गम्भीर कुरा सोचौँ त, जब 5 लाखभन्दा बढी मानिसहरूले यस बजारलाई आफ्नो आर्थिक भविष्य निर्माणको हिस्सा बनाइसकेका छन्, के आउँदा दिनहरूको सम्पत्ति निर्माणका लागि हाम्रो त्यो परम्परागत ब्याङ्किङ प्रणाली मात्रै पर्याप्त होला त? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर अब आफैले खोज्ने बेला आएको छ।